ल साथीहरू गुड मर्निङ है। अब उठियो पनि र बाहिरको मौसम हेर्दा त आज पनि हिजोकै जस्तै होला जस्तो छ। एकदम जाडो छ, हेर्नु त शीतलहर छ पुरा। गाडी पुरै भिजेछ हेर्नु शीतले। त्यो हिजोको धुलो त्यसपछि शीत आएर पुरै भिजेको छ गाडी पनि। ल साथीहरू अब सरर हिँडेर आइसकेपछि अब भाँडासाँडा माझेर त्यसपछि भात बसालिदिन्छु। ल चामल चाहिँ यस्तै मजाले धोएर अनि त्यसपछि बसालिदिएँ। ल साथीहरू अब आफ्नो नास्ताको रेडी गर्नु पऱ्यो। जुस बनाएर दुध हालेँ। अब दुध हाल्दाखेरि मजाले समातेर गर्न लाग्छु, किनभने अस्ति पोखिएको हो। पोखेर पुरै घरभरि भयो, त्यो पुरै सफा गर्दा गर्दा हैरान हुनुभयो आमा बिचरा। ल अब यो चाहिँ मेरो नास्ता रेडी भयो। नास्ता रेडी भयो बिहानको। यति खास म ढुक्क हुन्छु हिँड्नलाई। अब नास्ता गरिसकेपछि अब कपडा लगाउन लाग्यो साथीहरू। कपडा लगाएर जाडो छ बाहिर, अन्त लङकोट लाउनु पऱ्यो। यसमा एकदम जाडो छ बाहिर। अब पसलमा जाडो त हुन्न, तर बाहिर हिँड्दा यसो जाडो हुन्छ। लङकोट कहाँ गर्छन्? ल साथीहरू लङकोट पनि लगाएँ। अब जुस खान पऱ्यो, निस्किन पऱ्यो पसलतिर। ओहो ल बाहिर पनि अझै एकछिन चिसै छ। अब पसलतिर निस्किन लाग्यो। गाडी स्टार्ट भइसक्यो। ल अब पसल गएर वाइपर लाउनु पर्यो। ल साथीहरू है के भन्छ छोराले? ब्याग ल्याउनु न भन न। ल है साथीहरू हामी भर्खर घरबाट निस्क्यौँ। ल साथीहरू फाइनली आफ्नो भर्खर दोकानमा आइसक्यौँ, पार्किङमा। आनन्द लाग्छ। ल साथीहरू कस्तो लाग्यो? सफा पनि गरेर भ्याएछन् भाइले, पुरै सफा गरेर भ्याए। ल अब सामान राख्थ्यो है साथीहरू। ल साथीहरू दोकानको सामान सबै राखेर भ्याएँ। यस्तो फास्ट राख्दैछु हेर्नु त। राख्दा टाइम लाग्छ, त्यही भएर फास्ट। ल साथीहरू बाबुको लागि टास्क बनाउन सुरु गरेँ। अब 2टा टास्क बनाउँछु आज मैले। बाबुलाई 2टा टास्क बनाएर भ्याएपछि त्यसपछि केही गर्नु पर्ला। ल साथीहरू एउटा भ्याएर फेरि अर्को सुरु गरेँ। अब चाहिँ यो 2टा भ्याउने बित्तिकै सरसफाइ गर्नुपर्छ, फेरि पुरा फोहोर भएछ दोकान। ल अब अर्को पनि टाँच्दैछु कन्ट्री नेमहरू। हजुर त्यो टास्क बनाउने फ्ल्याग गरेको टास्क बनाएको भन न। ए ओके, अनि कसको खेल्ने हो त टास्क? टास्क कम्प्लिट कसले गर्ने हो, ड्याडीले कि सुवलले? ओके ल साथीहरू अब दोकान बन्द गरेर सामान राख्न लाग्यो। सामान राखेर घरतिर जान लाग्यो। आज सबै यहीँ छौँ। ल साथीहरू बन्द गरेर अब घरतिर निस्किन लाग्यो। सामानहरू पनि सबै निकाल्न लाग्यो। यहाँ पानीको बोतल घरबाट पानी भरेर ल्याउँछौँ। ल है साथीहरू गाडी यहीँ आइसकेको छ आज। ल प्रदर्शनी पनि कट्यौँ, तर प्रदर्शनीमा चाहिँ गइएन। ल है साथीहरू। ल साथीहरू प्रेम चोक आइयो है, प्रेम चोक। आफै जानु म जान्छु भनेको बाबुले चाहिँ ड्याडी जाने अरे। मम्मीलाई चाहिँ छेउ सुक्खा कटाउनु भयो नि छोराले। त्यो सुक्खा कटाउँछ
को झन्डा पाकिस्तानको झन्डा जोर्डनको झन्डा अब यस्तो टिप ल नाम भन्दै टिप्दै गर मालदिभ्सको झन्डा तुर्किस्तानको झन्डा लेबनानको झन्डा साइप्रस युनाइटेड अरब इमिरेट्स पाकिस्तान यमन जोर्डन नेपाल ल भन त फेरि भन त यो भन त एसियन कन्ट्रिज फ्ल्याग्स ल के भन त कुवेतको झन्डा भन न कुवेतको झन्डा साउदी अरबको झन्डा टर्कीको झन्डा किर्गिस्तानको झन्डा स्टिमरको झन्डा अनि चाइनाको झन्डा ये ल यसलाई यहाँ राख अब कुवेतको झन्डा भन न स्टिमरको झन्डा अनि टर्कीको झन्डा किर्गिस्तान चाइनाको झन्डा साउदी अरबको झन्डा ये फ्ल्याग्स स्वर यो सुन त यता त यो फ्ल्याग हो यो कन्ट्री नेम हो कन्ट्री नेम कुन हो अनि फ्ल्याग कुन हो फ्ल्याग सोल यो कन्ट्री नेम नेपाल यो फ्ल्याग हो ल अब जोर्डनको फ्ल्याग कुन हो न त्यस्तो होइन ल भन युनाइटेड अरब इमिरेट्सको झन्डा मालदिभ्सको झन्डा जोर्डनको झन्डा नेपालको झन्डा यमनको झन्डा लेबनानको झन्डा तुर्किस्तानको झन्डा साइप्रसको झन्डा पाकिस्तान पाकिस्तान बाबु पपकर्न खायो ल बाबुले पपकर्न खायो हामीले नि खायौँ टिभी हेऱ्यौँ अब सुत्ने गुड नाइट